हाई गाइज, आज चाहिँ म कविता नभएर मैले डायरीमा खाली समयमा केही लेखेका शब्दहरू वाचन गर्न चाहन्छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है त। सुरुवात गर्न चाहिँ पेज नम्बर 1। यो कापी किनेको मैले कथा अथवा उपन्यास लेख्छु भनेर हो के रे, तर थाहा छैन इफ आई विल बी एबल टु डु दिस अर नट, बट आई हेभ फिगर आउट द्याट आई शुड स्टिल राइट समथिङ कन्सिस्टेन्टली। केही कुरा सुरुवात गर्नका लागि त्यसको अन्त्य थाहै हुनुपर्छ भन्ने चाहिँ नरहेछ। कहिलेकाहीँ जरुरत भनेको सुरुवातको नै हो, किनकि केही कुरा लेख्नु भनेको सायद जीवन जिउनु जस्तै हो। जन्मदा हामीलाई केही थाहा हुँदैन, हामीलाई सिकाउँछ समयले, आफ्नाले, वातावरणले। कथा वा उपन्यास लेख्नु पनि सायद त्यस्तै होला, लेख्दै जाने, बग्दै जान्छ, बाटो भेटिँदै जान्छ। त्यसैले म कोसिस गर्दैछु बग्न। थाहा छैन म बगेर समुद्रमा पुग्छु अथवा बीच बाटोमै सुक्छु। जे भए पनि म खुसी हुनेछु, किनकि मैले आफ्नो उद्गम स्थल छाडे। केही देख्न, केही भोग्न वा कहीँ पुग्न। कतै पुगुला वा नपुगुला त्यो त समयले बताउला, तर म खुसी हुनेछु जति म भोग्नेछु, जति म बग्नेछु, जति म जिउनेछु, जति म लेख्नेछु। धन्यवाद।